म प्रधानमन्त्री भएको थिएँ यही प्रधानमन्त्री कार्यालय अगाडि बसेर भनिदिन्छु म प्रधानमन्त्री भएकै दिन एकैचोटि साइन हुन्छ। धनु हुनु पर्यो नि, धनु मुटु हुनुपर्छ। 20 लाख उनीको हुन्छ हुन्छ माग पुरा भएन भने जनविद्रोह हुन्छ। त्यो चाहिँ अनि त्यहाँबाट यिनीहरूले नसोचेको हुन्छ। पुस 2 गतेको लागि चुनाव हुँदैन। यो हाम्रो माग पुरा भएन भने त कहाँबाट चुनाव हुन्छ? अघि त फेरि तपाईँले राजाले चाहिँ एउटा विज्ञप्ति पनि जारी गरेर राजाले अब राजाको काम छैन भनेर भन्नुभएको थियो। होइन 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 त्यसरी कुरा गरेको त्यो कुन सेन्समा कुरा गरेँ अनि त्यहाँबाट भित्र बिचमा काट्नुहुन्छ। मैले यहाँ के लेखेको छु तपाईँले यहाँ एउटा कुरो के बुझ्नु भने नि यहाँ 1 नम्बरमै के छ यहाँ हेर्नु न भाइ तपाईँहरूले कस्तो खालको कुरा 1 नम्बरमै के छ भन्दा तपाईँले त्यो बिचको काटेर ल्याउनुहुन्छ क्या। यहाँ हेर्नुहोस् 2062-63 को जनआन्दोलनको म्यान्डेट धर्मनिरपेक्षता सङ्घीयता ल्याउने र राजसंस्था हटाउने थिएन। तसर्थ किराँत बौद्ध सहितको वैदिक हिन्दू अधिराज्य प्रदेश खारिज र राजसंस्थाका सन्दर्भमा र यो व्यवस्थाका सन्दर्भमा होइन जनमत सङ्ग्रह गरौँ भनेको छ। यो व्यवस्था ठिक भएन, यो व्यवस्था ठिक भएन होइन साथी हो। अनि कस्तो खालको कुरा गर्नुहुन्छ अनि तपाईँ जनमत सङ्ग्रह पहिला त दुर्गाज्यू यो अब अब गर्नुपर्नलाई एउटा एकैचोटिमा नि एकैचोटि एउटा ढोल उतापट्टि छापिदिँदा भइगयो नि एउटा बाक्सा। दुई गते चाहिँ माग पुरा गर्नको लागि भनेर बोलाउँछु डिसिजन दिन्छु भन्नुभएको छ प्रधानमन्त्री। त्यो माग पुरा गर्ने डिसिजन आएन भने के गर्नुहोस्? फेरि आन्दोलन गर्ने हो के गर्नु? माग पुरा भएन भने जनविद्रोह हुन्छ। त्यो चाहिँ अनि त्यहाँबाट यिनीहरूले नसोचेको हुन्छ। आंशिक रूपमा माग पुरा भयो भने जस्तो मान्छे एउटा दुईटा कुरा छ क्या तपाईँहरूको। एउटा राजनैतिक विषय भयो, अर्को आर्थिक विषय भयो होइन। यो दुईटा मध्ये एउटा चाहिने कुराहरू जस्तो तपाईँले चाहिने आर्थिक असमानताका कुरा कम्युनिस्टहरूले उठाउनु पर्ने कुराहरू उठाएँ भनेर भन्नुभयो नि, हो त्यो माग चाहिँ पुरा भयो। राजनैतिक माग चाहिँ समयक्रममा अगाडि बढ्ने कुरा होइन होइन राजनीतिक कुरा यहाँ सुन्नु न तपाईँले राजनीतिक कुरा गराउँदै गर्नुहोस्। अबको 2 वर्ष 10 वर्षभित्रमा यो भूमि नि ब्याङ्क थ्रो मारवाडीको हातमा गइसकेको हुन्छ। अनि के राजनीति गर्नुहुन्छ मारवाडीका देशमा बसेर? अनि कसको इन्टरभ्यू लिनुहुन्छ तपाईँहरू? यो राजनीतिक कुरा नगर्नु न, एक चिजले बिग्रेको। मसँग कुरा गर्नुहुन्छ भने खरा कुरा गर्नुहोस् न, गडप्प हुने कुरा। यो व्यवस्था परिवर्तन 20 लाख उनीको हुन्छ 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 प्रधानमन्त्रीले म प्रधानमन्त्री भएको थिएँ यही प्रधानमन्त्री कार्यालय अगाडि बसेर भनिदिन्छु म प्रधानमन्त्री भएकै दिन एकैचोटि साइन हुन्छ। धनु हुनु पर्यो नि, धनु मुटु हुनुपर्छ।